नेपालको बजारमा नक्कली औषधि पनि आउन थाल्यो। नक्कली औषधिदेखि सावधान हुनु। यदि हजुरहरूलाई कसैलाई दमको रोग छ अथवा तपाईँहरूको घर परिवारलाई दमको रोग छ अथवा आजमा सिओपिडी छ र तपाईँहरूले यसको लागि सेरोफ्लो 250 mg रोटाक्याप युज गरिराख्नु भएको छ भने चाहिँ ख्याल गर्नुहोस्। बजारमा सेरोफ्लो 250 mg रोटाक्यापको नक्कली औषधि छ्यापछ्याप्ती बिक्री वितरण भइरहेको पाइएको छ। सेरोफ्लो 250 mg रोटाक्याप सक्कली हो कि नक्कली हो भनेर कसरी चिन्ने त? आउनुहोस् म भन्छु हजुरलाई। सक्कली औषधिमा काउजन लेखेको ठाउँमा नट्टुबी स्यालुटको पछाडि कालो रङको फुल स्टप हुन्छ भने नक्कली औषधिमा रातो रङको फुल स्टप हुन्छ। त्यस्तै गरी सक्कली औषधिमा उत्पादकको ठेगानामा क्युमरेक पछाडि कमा रहेको हुन्छ भने नक्कली औषधिमा क्युमरेक पछि फुल स्टप हुन्छ। त्यस्तै गरी सक्कली औषधिमा लेबलको ठाउँमा सेड्युल एच छुट्टा छुट्टै लेखिएको हुन्छ भने नक्कली औषधिमा सेड्युल एच एकै ठाउँमा लेखिएको पाइएको छ। त्यस्तै गरी सक्कली औषधिमा भित्रको बट्टामा एउटा मात्र लेबल लगाएको पाइएको छ भने नक्कली औषधिमा पहिलाको लेबल निकाली पुनः अर्को लेबल टाँसिएको पाइएको छ। यदि हजुरहरूले पनि नक्कली औषधि खाइराख्नु भएको छ भन्ने फेला पार्नु भयो भने के गर्ने त? हजुरले खाइरहेको औषधि नक्कली हो भन्ने थाहा पाउनु भयो भने चाहिँ हजुरले जहाँबाट औषधि किन्नु भएको हो त्यहाँ लगेर फार्मेसीमा फिर्ता दिनुहोला। त्यस्तै गरी फार्मेसीहरूले पनि यस्तो नक्कली औषधि रहेको थाहा पाउनु भयो भने चाहिँ आफूले किनेको होलसेल पसलमा लगेर फिर्ता दिनुहोला। त्यस्तै गरी होलसेलले पनि यस्ता नक्कली औषधिहरू फेला पार्नु भयो भने चाहिँ समग्रमा भण्डारण गरी औषधि व्यवस्था विभागमा जानकारी गराउनुहोला। धन्यवाद।